सम्पूर्णमा नमस्कार। आज म वनरक्षकका लागि केही महत्त्वपूर्ण प्रश्नहरू लिएर आइसकेको छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियो कस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन नभुल्नुहोला र भिडियोमा कमेन्ट पनि गरिदिनु होला। च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरेर यो च्यानलको सदस्य बनिराख्नुहोला। हामी प्रश्न नम्बर 1 तर्फ जाउँ। दरपीठ तलाका मध्ये कुन निकायले गर्छ? डिभिजन वन कार्यालय, सब डिभिजन वन कार्यालय, प्रदेश वन निर्देशनालय, प्रदेश स्थित वन हेर्ने मन्त्रालय। यसको सही उत्तर रहेको छ अप्सन बी, डिभिजन सब डिभिजन वन कार्यालय। प्रश्न नम्बर 2, नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज कुन हो? रारा नेसनल पार्क, सेफोक्सुन्डो नेसनल पार्क, पर्सा नेसनल पार्क, चितवन नेसनल पार्क। यसको सही उत्तर रहेको छ सेफोक्सुन्डो नेसनल पार्क, अप्सन बी यसको सही उत्तर रहेको छ। प्रश्न नम्बर 3, नेपालमा वन र वन्यजन्तुको संरक्षण सम्बन्धी कार्य नगर्ने संस्था देखाएका मध्ये कुन हो? एनटीएनसी, आईयुसीएन, डब्ल्युडब्ल्युएफ, केयुकेएल। यसको सही उत्तर रहेको छ अप्सन डी, केयुकेएल। यसले चाहिँ नेपालमा वन्यजन्तु संरक्षण सम्बन्धी कार्य गर्दैन। प्रश्न नम्बर 4, नेपालमा चरीचरण क्षेत्रको विनाश हुनुको प्रमुख कारण के हुन्? मिसा प्रजाति वनस्पतिको अतिक्रमण, लगातार डढेलो, अति धेरै चरीचरण, माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 5 मा जाउँ। नेपालको सबैभन्दा सानो जिल्ला कुन हो? काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत। यसको सही उत्तर रहेको छ भक्तपुर। प्रश्न नम्बर 6, जङ्गलमा हात्ती गस्ती गर्न जाँदा मरेको जनावर देखेमा के गर्नुपर्दछ? त्यहाँ नछोइकन सुरक्षित तवरले हिँड्ने, उठाएर खाल्डोमा गाडिदिने, सम्भव भए फोटो खिचेर आफ्नो काममा लाग्ने, तत्काल नजिकमा रहेको साथी मार्फत कार्यालयमा खबर गर्ने। यसको सही उत्तर रहेको छ अप्सन डी, तत्काल नजिकमा रहेको साथी मार्फत कार्यालयमा खबर गर्ने। प्रश्न नम्बर 7, पानी जमेको स्थानमा लगाउन सकिने रुख प्रजातिको नाम के हो? लाकुरी, बैंस, बाँझ, खोरीसल्ला। यसको सही उत्तर रहेको छ बैंस। प्रश्न नम्बर 8, वन पैदावारमा आधारित उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ उत्पादन गर्न दिन सकिने राष्ट्रिय वनको भागलाई के भनिन्छ? औद्योगिक वन, साझेदारी वन, कबुलियती वन, निजी वन। यसको सही उत्तर रहेको छ कबुलियती वन। प्रश्न नम्बर 9, सामुदायिक वनको व्यवस्थापन र संरक्षण कसबाट हुन्छ? उपभोक्ता समूह, सम्बन्धित पालिका, डिभिजन वन कार्यालय, जिल्ला समन्वय समिति। यसको सही उत्तर रहेको छ अप्सन ए, उपभोक्ता समूह। प्रश्न नम्बर 10 मा रहेको छ आफ्नो हक भोगको जमिनमा हुर्काएको वनलाई के भनिन्छ? निजी वन, आबादी वन, कबुलियती वन, माथिका सबै। यसको सही उत्तर रहेको छ निजी वन। प्रश्न नम्बर 11, गरिबमुखी कबुलियती वन बढीमा कति वर्षसम्मका लागि सुम्पन सकिन्छ? 5 वर्ष, 15 वर्ष, 40 वर्ष, 80 वर्ष। यसको वन नियमावली अनुसार 15 वर्ष रहेको छ। सामुदायिक वन, प्रश्न नम्बर 12, सामुदायिक वन कार्ययोजनाको अवधि कति वर्षसम्मको हुन्छ? 5 वर्ष, 5 वर्षभन्दा कम, 10 वर्षसम्म अवधि उल्लेख भएको हुँदैन। यसको सही उत्तर रहेको छ अप्सन सी, 10 वर्ष। प्रश्न नम्बर 13, ढाँचा लगाएर काट्दा अनुमति दिएको रुख काट्दा कहाँ काटिन्छ? ढाँचा मुनि, 2 टाँचाको बिचमा, ढाँचाभन्दा माथि जहाँ काट्दा पनि हुन्छ। यसको सही उत्तर रहेको छ अप्सन बी, 2 टाँचाको बिचमा। प्रश्न नम्बर 14 मा रहेको छ बिक्री वितरणका लागि काठदाउरा वन पैदावार राख्ने स्थानलाई के भनिन्छ? काठ डिपो, वन कार्यालय, काठ बिक्री केन्द्र, काठ गद्दी स्थल। यसको सही उत्तर रहेको छ अप्सन ए, काठ डिपो। प्रश्न नम्बर 15, दाउरा मापन गर्ने एकाइलाई चट्टामा आयतन कति हुन्छ? 500 घनफिट, 700 घनफिट, 600 घनफिट, 800 घनफिट। यसको सही उत्तर रहेको छ 500 घनफिट र यसको 333.33 स्क्वायर फिट पनि हुने गरेको छ। प्रश्न नम्बर 16, तलाका मध्ये कुन वन अपराध होइन? अनुमति नलिई काठ काट्नु,
चराको शिकार गर्नु, वन टरेलो लगाउनु, कार्ययोजना बमोजिम वन पैदावार सङ्कलन गर्नु। यसको सही उत्तर रहेको छ अप्सन डी, कार्ययोजना बमोजिम वन पैदावार सङ्कलन गर्नु, वन अपराध होइन। प्रश्न नम्बर 17 मा जाम। कुन रुख सदाबहार रुख हो? खैर, सिसौ, सिमल, राजवृक्ष। यसको सही उत्तर रहेको छ अप्सन डी, राजवृक्ष। प्रश्न नम्बर 18, चितुवाको अङ्ग्रेजी नाम के हो? स्नो लियोपार्ड, जुगल्स क्याट, हिमालयन किङ, कमन लियोपार्ड। यसको सही उत्तर रहेको छ अप्सन ए, स्नो लियोपार्ड। प्रश्न नम्बर 19, नेपालमा कस्तो किसिमको वन सबैभन्दा बढी छ? चौडापाती वन, कोनदारी वन, मिश्रित वन, झाडीयुक्त वन। यसको सही उत्तर रहेको छ मिश्रित वन। प्रश्न नम्बर 20, बिउ छर्नु अघि कुन बिउलाई तातो पानीमा डुबाइन्छ? साल, टिक, सिसौ, उत्तिस। यसको सही उत्तर रहेको छ अप्सन डी, उत्तिस। पुनरुत्पादन अभिवृद्धि भनेको के हो? परिपक्व रुखहरू काट्नु, कटान भएको स्थानमा बिरुवा उम्रने वातावरण सिर्जना गर्नु, कर खदुबै माथिका कुनै पनि होइन। यसको सही उत्तर रहेको छ अप्सन बी, कटान भएको स्थानमा बिरुवा उम्रने वातावरण सिर्जना गर्नु। प्रश्न नम्बर 22, डिभिजन वन कार्यालय कुन सरकार मातहत अन्तर्गतको कार्यालय हो? सङ्घीय सरकार, प्रदेश वन निर्देशनालय, डिभिजन वन कार्यालय, वन तथा भूसंरक्षण विभाग। यसको सही उत्तर रहेको छ अप्सन बी, प्रदेश वन निर्देशनालय। प्रश्न नम्बर 23, कुन वन सम्वर्धन प्रणाली हाई फरेस्ट सिस्टम होइन? सर्पट र वृक्षारोपण, कपी सिस्टम, सेल्टरवुड सिस्टम, सिलेक्सन सिस्टम। यसको सही उत्तर रहेको छ अप्सन बी, कपी सिस्टम। प्रश्न नम्बर 24, वन क्षेत्र के गर्न मिल्दैन? वन अतिक्रमण, खनजोत गर्न, चरीचरण गर्न, माथिका सबै। यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 25, वन ऐन 2076 बमोजिम कसुर हुँदा तलका मध्ये कुन कुन कसुरसँग सम्बन्धित मालवस्तु कब्जा लिन सकिन्छ? हतियार, पशु चौपाया, सवारी साधन, डुङ्गा, माथिका सबै। यसको सही उत्तर रहेको छ अप्सन डी, माथिका सबै। प्रश्न नम्बर 26, विजयशाल कुन जिल्लाको वन प्राकृतिक रूपमा पाइन्छ? कैलाली, दैलेख, जुम्ला, मुगु। यसको सही उत्तर रहेको छ अप्सन ए, कैलाली। प्रश्न नम्बर 27, गैडा गणना कति वर्षको अन्तरालमा गरिन्छ? 4 वर्ष, 3 वर्ष, 5 वर्ष, कुनै पनि होइन। यसको सही उत्तर रहेको छ 5 वर्ष। सबैभन्दा धेरै घडियाल गोही पाइने नदी कुन हो? राप्ती नदी, नारायणी नदी, बबई नदी, कर्णाली नदी। यसको सही उत्तर रहेको छ अप्सन बी, नारायणी नदी। प्रश्न नम्बर 29, वनमा गस्ती जाँदा कम्तीमा कतिजना कर्मचारी हुनुपर्दछ? 2 जना, 3 जना, 4 जना, 1 जना। यसको सही उत्तर रहेको छ अप्सन ए, 2 जना। प्रश्न नम्बर 30, गैरकानुनी तवरले ल्याइएको नेपालमा नपाइने प्रजातिको हकमा सम्बन्धित मुलुकको राजस्व कति गुणा बढी कायम गरिन्छ? अप्सन ए 3, अप्सन बी 4, अप्सन सी 5, अप्सन डी 6। यसको सही उत्तर रहेको छ अप्सन सी, 5 गुणा। हामी प्रश्न नम्बर 31 मा जान्छौँ। चिराइतोको सङ्कलन कहिले गरिन्छ? अप्सन ए साउन, अप्सन बी कार्तिक, अप्सन सी पुस, अप्सन डी माघ। यसको सही उत्तर रहेको छ अप्सन बी, कार्तिक। प्रश्न नम्बर 32, रुख छपान गर्दा कम्तीमा व्यास कति हुनुपर्दछ? 3 इन्च, 5 इन्च, 7 इन्च, 9 इन्च। यसको सही उत्तर रहेको छ अप्सन बी, 5 इन्च। प्रश्न नम्बर 33, जमिलको टाँचा कहाँ दर्ता गरिन्छ? वन तथा भूसंरक्षण विभाग, प्रदेश निर्देशनालय, प्रदेश मन्त्रालय, डिभिजन वन कार्यालय। यसको सही उत्तर रहेको छ अप्सन डी, डिभिजन वन कार्यालय। प्रश्न नम्बर 34 मा रहेको छ, नेपालमा कतिवटा संरक्षित क्षेत्रमा नेपाली सेना तैनात रहेका छन्?
अप्सन ए 12, अप्सन बी 14, अप्सन सी 13, अप्सन डी 15। यसको सही उत्तर रहेको छ अप्सन बी 14वटा। 14वटा संरक्षित क्षेत्रमा नेपाली सेना तैनात रहेका छन्। प्रश्न नम्बर 35 शुक्लाफाटा वन्यजन्तु आरक्ष कहिले राष्ट्रिय निकुञ्जमा परिवर्तन भएको थियो? सन् 2015, सन् 2017, सन् 2016, सन् 2018। यसको सही उत्तर रहेको छ सन् 2017। प्रश्न नम्बर 36 नर्सरीमा पोलिथिन थैली राख्ने ब्याटको चौडाइ कति हुन्छ? 1 देखि 1.2 मिटर, 1 देखि 2 मिटर, 2 देखि 2.2 मिटर, 1 देखि 3 मिटर। यसको सही उत्तर रहेको छ अप्सन ए 1 देखि 1.2 मिटर। प्रश्न नम्बर 37 वन विभागबाट प्रकाशित हाम्रो कल्पवृक्ष कस्तो पत्रिका हो? मासिक, त्रैमासिक, वार्षिक, अर्धवार्षिक? यसको सही उत्तर रहेको छ अप्सन ए मासिक पत्रिका। प्रश्न नम्बर 38 नर्सरीमा बाटोको चौडाइ कति हुन्छ? 20 देखि 30 सेन्टिमिटर, 50 देखि 60 सेन्टिमिटर, 30 देखि 50 सेन्टिमिटर, 60 देखि 100 सेन्टिमिटर। यसको सही उत्तर रहेको छ अप्सन बी 50 देखि 60 सेन्टिमिटर। प्रश्न नम्बर 39 रुखको आयतन भन्नाले के बुझिन्छ? काण्डको आयतन, काठको ग्रास आयतन, हाँगाको आयतन, ए र बी दुवै? यसको सही उत्तर रहेको छ ए र बी दुवै, अप्सन डी यसको सही उत्तर रहेको छ। प्रश्न नम्बर 40 सुरक्षाका लागि सम्भावित व्यक्ति को हो? सर्वसाधारण जनता, वन हेरालु, सामाजिक कार्यकर्ता, माथिका सबै? यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 41 वनमा लागेको डढेलो कसरी पत्ता लगाउन सकिन्छ? डढेलो अवलोकन टावर बनाएर, अग्नि कस्ती निर्माण गरेर, चौकीदारको व्यवस्था गरेर, माथिका सबै? यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 42 पर्याप्त पर्यटन प्रवर्धन गर्न दिएको वनलाई के भनिन्छ? गरिबका लागि कबिलियती वन, व्यवसायिक कबिलियती वन, वन संरक्षण क्षेत्र, साझेदारी वन? यसको सही उत्तर रहेको छ अप्सन बी व्यवसायिक कबिलियती वन। प्रश्न नम्बर 43 लौड सल्लाको वैज्ञानिक नाम के हो? पिनस उलिचेना, टेक्सस उलिचेना, पिनस रक्सबर्गी, पिनस पेटुला? यसको सही उत्तर रहेको छ अप्सन बी टेक्सस उलिचेना। टेक्सस उलिचेना यसको सही उत्तर रहेको छ। प्रश्न नम्बर 44 रिठ्ठाको कुन भाग जडीबुटीको रूपमा प्रयोग गरिन्छ? पात, फल, जरा, काण्ड? यसको सही उत्तर रहेको छ अप्सन बी फल। प्रश्न नम्बर 45 एक ग्रिडको खोटेसालाको राजस्व दर कति हुन्छ? 250, 350, 450? प्रश्न नम्बर 45 को सही उत्तर तपाईहरुले कमेन्ट गर्नुहोला। यसको सही उत्तर के हुन्छ कमेन्ट गर्नुहोला साथीहरु। प्रश्न नम्बर 46 कुसिटोको वन्यजन्तु आरक्ष के का लागि प्रसिद्ध रहेको छ? पाटेबाघ, बाह्रसिंगा, अर्ना, एकसिंगी गैंडा? यसको सही उत्तर रहेको छ अर्ना। प्रश्न नम्बर 47 गोलिया काठको लम्बाई केमा नापिन्छ? मिटर, सेन्टिमिटर, इन्च, फिट? यसको सही उत्तर रहेको छ फिट। प्रश्न नम्बर 48 सालको बिउ कहिले सङ्कलन गरिन्छ? अप्रिल, मे, जुन, जुलाई, सेप्टेम्बर, अक्टोबर? यसको प्रश्न नम्बर 49 व्यवहारिक काठको स्वामित्व कुन सरकारको हुन्छ? स्थानीय सरकार, प्रदेश सरकार, नेपाल सरकार? कुनै पनि होइन। यसको सही उत्तर रहेको छ प्रदेश सरकार। व्यवहारिक काठको स्वामित्व प्रदेश सरकारको हुने गर्दछ। प्रश्न नम्बर 50 कुन शिकार अनुज्ञापत्र नेपालीलाई मात्र दिइन्छ? जिल्ला शिकार अनुज्ञापत्र, पञ्ची शिकार अनुज्ञापत्र, पूरक शिकार अनुज्ञापत्र, सामान्य शिकार अनुज्ञापत्र? यसको सही उत्तर रहेको छ अप्सन ए जिल्ला शिकार अनुज्ञापत्र नेपालीले मात्र दिइन्छ भने बाँकी सबै विदेशी र नेपाली दुवैलाई दिइन्छ। प्रश्न नम्बर 51
वन स्रोत सर्वेक्षण गरी समुदायमा वनको कार्ययोजना तयार गर्दा कुन पक्षलाई ध्यान दिनु पर्दैन? वातावरणीय, आर्थिक, सामाजिक र प्रशासनिक? यसको सही उत्तर रहेको छ पर्दैन। प्रश्न नम्बर 52, वनमा पाइने वनस्पतिको साइज, जात, सङ्ख्या तथा वन पैदावारको अवस्था आदिको जानकारी लिन वनमा गरिने नाप, जाँच वा लेखाजोखालाई के भनिन्छ? वन सर्वेक्षण, वन क्षेत्र सर्वेक्षण, वन क्षेत्र मापन, वन स्रोत सर्वेक्षण? यसको सही उत्तर रहेको छ अप्सन डी, वन स्रोत सर्वेक्षण। प्रश्न नम्बर 53 मा रहेको छ वन ऐन 2076 को कति दफामा उपभोक्ता समूहको गठन सम्बन्धी व्यवस्था रहेको छ? दफा 30, दफा 31, दफा 32, दफा 33? यसको सही उत्तर रहेको छ अप्सन बी, दफा 31 मा यसको व्यवस्था गरिएको छ। प्रश्न नम्बर 54, सामुदायिक वनको खण्ड विभाजन गर्दा लिनुपर्ने आधारहरू तलका मध्ये कुन होइन? वनको प्रकृति तथा अन्य संरचना, वन व्यवस्थापनको उद्देश्य, उपभोक्ताको सङ्ख्या, माथिको सबै? यसको सही उत्तर रहेको छ अप्सन सी, उपभोक्ताको सङ्ख्या। प्रश्न नम्बर 55, सामुदायिक वनको खण्ड विभाजन गर्दा कुन कुन आधारहरू लिनुपर्छ? वनको क्षेत्रफल, चिरान गर्न योग्य रुखहरूको उपलब्धता, चरीचरण गरिने गाईबस्तुको सङ्ख्या, माथिको सबै? यसको सही उत्तर रहेको छ अप्सन ए, वनको क्षेत्रफल। प्रश्न नम्बर 56 मा रहेको छ वन स्रोत सर्वेक्षण गर्दा किन स्याम्पलिङ डी वन स्रोत मापन गरिन्छ? समय बचाउन, यो चलेको चलन हो, सही नतिजा निकाल्ने, माथिका सबै? यसको सही उत्तर रहेको छ समय बचाउन। प्रश्न नम्बर 57, नेपालमा खोटो सङ्कलन गर्दा कुन विधि अपनाउँदै आइएको छ? बोर होल विधि, रिल विधि, कप एन्ड लिप विधि, माथिका सबै? यसको सही उत्तर रहेको छ रिल विधि। प्रश्न नम्बर 58, वन स्रोत सर्वेक्षण गर्दा किन स्याम्पलिङ लिई वन स्रोत मापन गरिन्छ? समय बचाउन, पैसा अथवा खर्च बचाउन, थोरै जनशक्तिबाट काम गर्न, माथिका सबै? यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 59 मा रहेको छ वन स्रोत सर्वेक्षणमा प्रयोग हुने स्याम्पलिङ विधिहरू तलका मध्ये कुन हो? यसको सही उत्तर रहेको छ माथिका सबै। प्रश्न नम्बर 60, वृक्षारोपण गरेको दोस्रो चोटि कति पटक गोडमेल गर्नुपर्दछ? 1 पटक, 2 पटक, 3 पटक, 4 पटक? यसको सही उत्तर रहेको छ वृक्षारोपण गरेको दोस्रो पटकमा 2 चोटि मात्र गोडमेल गरिन्छ। भिडियो कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन भने नभुल्नुहोला। तपाईहरुलाई दैनिक रूपमा यस्तै भिडियोहरू यो च्यानलमा अपलोड भइराख्नेछ। कृपया त्यसको लागि यो च्यानललाई सब्स्क्राइब गरी अल नोटिफिकेसन अन गरिराख्नुहोला र तपाईलाई भिडियो अपलोड हुने बित्तिकै नोटिफिकेसन बज्नेछ। र आजलाई भिडियो यति नै। भिडियो कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन भने नभुल्नुहोला है त।